ल आज चाहिँ म यो कता लाखुरी भन्ज्याङ भन्ने जस्तो लाग्छ यतातिर आएको थिएँ होइन। जे होस् भ्यू हेर्न भन्दा पनि झर्नातिर जाने प्लानमा थिएँ। अब त्यता कतै पनि गइएन, जान चाहिँ कतै नै गइएन होइन। अब कतै नगए पनि यो एकदमै राम्रो ठाउँ छ। अहिले चाहिँ मेरो नोइज क्यान्सलेसन अफ रहेछ, त्यसैले चराचुरुङ्गीको चिर्बे चिर्बे सुनिन्छ नै होला जस्तो लाग्यो। यता मुनिपट्टि चाहिँ बाटो छ है, यता मुनिपट्टि बाटो छ, यो ट्रेल हो हाइकिङको लागि। हामी जानुपर्ने झरना थियो तर झरना म पुगिनँ, त्यसैले म बिचदेखि फर्केँ। अब एकछिन बसियो फर्कियो बिचैदेखि। अब हिँड्ने बानी छैन नि त, यसो पिसफुल इन्भाइरोमेन्टमा यसो डुल्न हिँडे हो खासमा म। ल मैले नोइज क्यान्सलेसन अन गर्दै, गाडीहरूको आवाज त बाटोमा आइरहेको छ, त्यसैले यो मेरो सायदै यसरी बनाएको भ्लग चाहिँ फर्स्ट टाइम होला। मैले माइक युज गरेको छु अनि मैले स्टिकमा यो स्ट्यान्डमा मैले मोबाइल बोकिरहेको छु। अब स्टेबलाइजेसन चाहिँ खासै छैन, म यसलाई एडिटमा मिलाउँदा। अब हिँड्दैछु, अब म तपाईँलाई म हिँडेको देखाउँछु है त। आज चाहिँ म यसो घुम्नलाई आएको, हरियाली डाँडा काँडा पुरै होइन। यो चिर्बे चिर्बे चराचुरुङ्गीको आवाज आइरहेछ। यो कुन ठाउँ पर्छ, सायद भक्तपुर ललितपुर कता हो थाहा छैन। अब यस्तै छ, डुल्ने हो, डुल्नुपर्छ हिँड्नुपर्छ, तर हिँड्ने बानी छैन। झर्ना जान्छु भनेर हिँडेको, अब यसरी बिचैबाट म फर्किँदैछु। अब के गर्नु, जाँदा त बनाउनै सकिनँ, भिडियो बनाउने सोचेकै हो। उकालो हिँड्नु थियो, अलिअलि ओह्रालो परेर अलिकति रेस्ट पनि पुग्यो भनेर अब चाहिँ यसो अलिअलि भिडियो बनाऊ। फुल एकदमै यो चिप्लो छ यो भुइँमा, यस्तै भएर हो। अब हिँड्नै पर्यो, के गर्नु। तर म झर्ना जान्छु भनेको मान्छे झर्ना चाहिँ पुगेको होइन, झर्ना गएर फर्केछ भन्नु होला। म बिचैदेखि फर्केँ, अरू कुनै दिन आउला झर्ना जाने गरी। आजलाई यति नै हो होइन, यस्तै छ बाटो। अब हिँड्नै पर्यो, यहाँदेखि पिच बाटो छ। अब चाहिँ यो रुटमा हिँड्न सकिँदैन, त्यही भएर पिच बाटोदेखि हिँड्ने, किनकि उकालो त जस्तो तस्तो चढियो, ओह्रालोमा चिप्लिने डर धेरै हुने रहेछ। यहीँसम्म आउनु पनि गाह्रो भयो। अब यहाँदेखि चाहिँ पिच बाटो सुई हिँडेर जाने। सायद मेरो लागि भ्लग यति नै, अलिअलि बाटोमा यसो अलिअलि देखाउँछु। यही हो, भ्लग सकियो। यहाँ पर भ्याली देखिन्छ, अघि माथिबाट पनि देखिन्छ, पुरै भ्याली देखिन्छ होइन। अब ल यतिको राम्रो बाटोमा अब हिँड्दैछ। पछाडि के हुँदैछ गाडी, बाइक त फाइन, रमाइलो छ। हेलो, अब भ्लग सकियो। ल बाँकी म यही सर्ट एन्ड स्विट मिलाएर हाल्छु। गाडी आउँदैछ, ट्रकको आवाज आयो। अब मेरो आवाज कतिको क्लियर सुनिन्छ, यो माइकको टेस्टिङ पनि हो है, यो माइकको टेस्टिङ पनि हो, आवाज कतिको क्लियर सुनिन्छ लेट्स सी भरे। ल बाइ गाइज, सी यु इन अनदर भिडियो।